ल अब हामी अहिले यहाँ चाहिँ अब कोरियाको गुरे भन्ने बजारमा छौँ है। यहाँ अब बजारमा अब बेच्न आउने मान्छे भनेको सबै यहाँ बुढाबुढी मात्रै छन्। अब जवान मान्छे भने खासै देखिन्छन्, सबै बुढी। हजुर हुन्छ, जवान मान्छे चाहिँ अब दाइ मात्र हुनुहुन्छ, हामी छौँ। नभए अब यहाँ बेच्न आउने मान्छे जति सबै यहाँ बुढाबुढी मात्रै छन्। यो के ऊ स्टिङरे होइन, आमा त के हुँदो रहेछ यो माछो। यही समुद्रको ल्याउ भनेको सबै बुढाबुढी मात्रै खाने यहाँ बेच्न आउने। अनि यो चाहिँ अब कोरियाको अब हाट बजार भनौँ हामीले अब एउटा हिसाबमा महिनाको 2 दिन लाग्छ होइन त? महिनाको होइन, 5 दिनमा राख्ने हो क्या। 3 तारिक 8 तारिक 13 तारिक 28 तारिक 18 तारिक 23 तारिक 23 र 8 मा लाग्ने हो क्या। 23 र 8 मा लाग्छ रे। 3 र 8 तर बजार भने अब नेपालको जस्तै हुँदो रहेछ, त्यस्तै बजार हो। गाईको मासु उसिनेर, यो गाईको मासु हो, गाईको मासु उसिनेर खाँदैछन्। यहाँ त नपाइने त केही पनि छैन कि, यहाँ त टोटल A to Z सबै पाइन्छ। गाईका खुट्टा, बुङ्गुरको पुच्छर पनि बिक्छ, गाईका खुट्टा यी, त्यहाँ यी बुङ्गुरका खुट्टा, त्यहाँबाट करङका भाटा। यो रातो मासु गाईको मासु हो। अब अलिअलि यसो ब्लग बनाएर हिँड्नै पर्यो। यत्रा मान्छेको माझा आउँदा यार क्यामेरा लिएर हिँड्न त आएर धाउ त हुने रहेछ र यार। यो हामी अब यहाँ दाइ कपिललाई, त्यसपछि वीर, अनि म छु यहाँ। यसलाई चाहिँ मानवन पर्छ। यति हालको मानवन भन्नाले 1000 रुपियाँ नेपाली। अब ब्रोकाउली, खुर्सानी, त्यहाँबाट अब के छन्, साग काँक्रा। कति हो दाइ त्यसलाई? 5,000원 벌었어요. 5,000원 처음에는 5,000원 이만큼 나오는 게 있어요. 좀 깎아주세요. अब जे पढेको त भन्नु पर्यो नि त, हो कि हामीले त्यसो पढेको भने चुम काकाचिसयो भन्ने मात्रै हो। कटुस यो के रहेछ? यो रातो बगेर, सुकाएको बगेर। मटर भट्ट रहेछ। यहाँ त नपाइने त केही रहेनछ क्या। फेरि बेच्ने भनेको सबै बुढाबुढीले। यो छन् 500 को रहेछ। ल तिमी पनि हान्छु नि किलिक यार, तिमी पनि त आफ्नै मान्छे हो नि भने। के गर्छ दाइ? होइन सँगै एउटै प्लेटमा आएको मान्छे हामी 2 जना यहीँ। अब घर फर्किने बेलामा यिनी चाहिँ अब 1 वर्ष अघि जान्छु भन्छन्। म चाहिँ अब सिधै 5 वर्षमा कि 5 नभए 3 हो कि 5 हो भनेर त घर गएर काम छैन क्या अहिले। ल मैले अब यहाँ अब देखाइ गर्छु। अब भिडियो चाहिँ धेरै लामो हुन्छ हाम्रो। अब यो बजार सकरखण्ड यी यो पिँडाले त धुन्छ त यार, फोका उसिना यो सानसानो अलिक झेउ लाग्छ। कटुस हेर्नु यस्तो ठुल्ठुला, यति राम्रो छन् कटुस। दाइ यो के हो? यो रुखको चोपबाट बनाएको। रुखको चोपबाट बनाएको हो। स्याउ कतिलाई मान्नु न अरे? 5,000원 좀 더 줄 수 있어요? 5,000원에 더 줄 수 있어요? 아니 여기 더 넣을 수 있어요? 5,000원 줘요. 5,000원에서 절반? 네. 5,000원. 절반은 5,000원에서 절반. 네. 조금 더 주세요. 5,000원. 네, 좀 더 드릴게요. 네. 아니 절반 그냥 5,000원에서. 아니 5,000원짜리. 5,000원짜리도 네. 조금 더 줄 수 있어요. 네. कोरियामा आएर कोरियन भाषामा यहाँ बजार गर्नु पनि गाह्रै छ नि। जोगैदलले त सक्दैन, हामीले त सक्दैनौँ। यहाँ दाइले चाहिँ लगभग अब बोलिदिनुहुन्छ भनौँ कोरियन भाषा, त्यही भएर सजिलो भयो हामीलाई।
काम चला होइन यो त तपाईँको धेरै राम्रो हो त यार हाम्रो त छैन यत्रो भएको भए त हाम्रो त भइहाल्थ्यो नि अलिअलि मन लागेको लास्ट यार अघि पिज्जा ल्याएर एक दिन चट्टै ल्याएर पिज्जा हानौँ दाइ डुलम डुलम अब डुल्ली त हो बजार आएपछि घुम्नुपर्छ मान्छेले कुकुरी अङ्गाला हालेर हिँडेछन् बजार त यहाँ त ठुलो रहेछ कि बजार यहाँ धेरै राम्रो हुँदो रहेछ के गर्ने क्यामेरा फर्काउन मिल्दैन नभए सबैलाई हुन्छ आउनु त फेरि सबैको आहा सुन हेरौँ त के हो यो सुन हो के हो ए कोरियाको सुन नक्कली सुन हो दाइ हेरौँ कोही न कोही त पाइन्छ होला पर्छ न त सेतै हुँदो रहेछ धेरै जस्तो यो नेपाली 500 को है यो प्याजका हुने 빨간 감자 있어요? 빨간 양파. 빨간 양파 아직 안 나왔어? 네, 감사합니다. रातो आलु छ कि छैन भनेर सोध्नु भएको दाइले पालन खाम्जा के होइन दाइ के अरे यङफा भनेको प्याज भयो क्या रातो प्याज छैन अरे लास्टै महँगो पर्छ महँगो चिज त नहालौँ त सस्तो चिज हालौँ इका मा बुढी मान्छे लगभग 90 वर्षका भयो होला नि यिनी आबैले बजार बेच्चिन् यार सामान म अचम्म परेको छु कि समुद्रका लेउ यहाँ त जे पनि बिक्नी रहेछ भने खुर्सानी नि हाल्नुपर्छ हामीले ल खुर्सानी सम्झ है तिमीले मैले त यता भिडियो धन्काइरहेको छु भिडियोमा फेरि भुलिन्छ हामीले होइन दाइ यतिको भिडियो बनाएपछि त अनि टक्क युट्युबमा हाल्नै पर्यो 하나밖에 없어요? 200 को यो एउटा काउली है यति सानो छ काउली पनि आना इछन सावन दुईटालाई 400 रुपैयाँ पर्यो गोबीलाई लाइक दिए है दाइला खुर्सानी है बेगन पनि बैगुन होला नि त्यही बेगन बैगुन त जे भने नि एउटै हो हाम्रो त भान्टा हो त्यो भान्टा बैगुन त त्यो आइसक्रिम यहाँ त के हो के त यार बजार गर्ने बेच्ने मान्छे सबै बुढाबुढी के त यार त जवान भन्ने त पुरै 80 90 70 गरसका बुढाबुढीले मात्रै यहाँ बजारमा आएर सामान बेच्छन् अब हाम्रो अब नेपालतिर भएको भए 70 वर्षका भयो भने सुत्छन् अब हाम्रो नेपालमा यहाँ त अब 70 वर्षभन्दा माथि भएपछि त कति काम गर्छन् यताका मान्छेहरू त्यही भएर हो बजार पनि घुम्नै पर्यो अलिअलि बिरुवाहरू अझै सानो रहेछ यो काउलीको बिरुवा ए बिरुवाहरू नि है काउली हैन यो यो काउली टमाटर चिन्छौ नि बिरुवा चिन्छु बिरुवा त चिन्छु बन्दाले के गर्दैन तरकारी बढाउँछ बन्दाले चाउमिनमा राख्नु हुन्छ यताउति प्याज किन्ने हैन है दाना प्याज त कहाँ किन्ने रातो प्याज खोज्दै हिँड्यो त अनि भिडियो बनाउन पनि अक्टोपस अब अक्टोपस हैन यो अक्टोपस हो है के रहेछ त यार यो किम्ची आइटम किम्चीका परिकार यहाँ छ अब यहाँ रातो प्याज त नआउँदो रहेछ यार रातो प्याज पनि देखिएन नि दाइ गरौँ भएर यति त गरौँ भएन यो च्याप एउटा बुङ्गुरु चलेर फाल्छ नि यसले सबैको ओछन् भनेको हाम्रो यहाँ नेपाली 500 रुपियाँमा चाहिँ लगभग कति भन्दाखेरि 1 किलो जति होला हैन दाइ 1 किलो 1.5 किलो होला भान्टा नेपाली 500 मा त्यो बन्दाकोपीलाई 500 रुपियाँ एउटा डल्लालाई यो त यहाँ धेरै सस्तो नभए अब माटोमा गइयो भने चाहिँ त्यतिलाई लगभग 1000 पर्छ मुलाको ल हालौँ न त अचार उसो भए नभए
3,000원. लु हालौँ उसो भए अलिक ठुलै हाल्नुहोस् न किन थोरै सानो राख्नु दुईटा हाल्यो होला 2개만? ओहो अब खुसी त हुने त भयो नि यत्रो सामान किनेपछि प्याज पनि लैजाउँ 이거 도 5,000원? 7,000원. 5,000원에 주세요. दाइ को छ दाइ 안 됩니다. जान्छ दाइ 5,000원에 주세요. 안 됩니다. 6,000원? 16,000원에다가 23,000원 주세요. डिस्काउन्ट दिनु भन्नु न दाइ यतिकन दाइ अनि त त्यही भन्दै कति गरेर डिस्काउन्ट एकदम काका दिन्छ 그리고 이것도 요 돈이 많이 없어요. 23,000원이니까 7,000원. 잠깐만요. 그래서 1,000원 깎아드릴게요. 1,000원만? 네, 감사합니다. 고맙습니다. 가요? 네. ने 오세요. 네. ल फेरि आउँछ फेरि आउनु होला भनेर भनेन है बुढीले 얼마요? महँगो रहेछ त यार 누가 아니에요, 이거. दाइ दाइ अचारमा राख्न त बहुत ठिक हुन्छ 그러면 더 주세요. भ्याइयो त सिपमान 10,000 दाइको भ्याइयो कि भ्याइयो भनेर त्यस आज त रमाइलो लाग्यो यार मलाई साँच्चै अब टमाटर राख्नु है राम्रो भनेर दाइ भिडियो यार नेपाली भनेको नेपाली हो क्या त्यही भएर अब जुन ठाउँमा सामान किन्यो त्यही ठाउँमा सामान राखेर अब बजार डुलेर फेरि हामी यता आउँछौँ अनि भुलिन्न भिडियो छ त दाइ हामीसित यहाँ टमाटर किनौँ होइन ल अब यहाँ अब आज हामीले चाहिँ रौ माछा खाने भनेर राखौँ अहिले होइन त्यही त गरौँ ल एउटा बुढीले राखेको थिएँ त्यहीँ जाम बरु भित्रतिर त पाइप होइन दामी ल आज चाहिँ अब रमाइलो लागिरहेको छ अब अब चाहिँ केही नभने कोरियाहरू चाहिँ कोरिया आयो कि जस्तो लागिरह नभए अब एग्रिकल्चर चाहिँ यो भित्र अलिअलि गाउँमा नै हुन्छ अब ठिक छ जे छ ठिक छ राम्रो छ कपडा पसलहरू पनि यहाँ छ दाइ यहाँ मोजाहरू पनि सस्तो पाइन्छ होला यार दाइ त्यही गर्नु पर्दो रहेछ दाइ हामीले यार बजार आउने बरु 2 हप्तालाई किन्ने कि दाइ त्यही गरौँ न त ल मैले के अल्छी गर्छु दाइ यार त्यही गरौँ दाइ ल 15 दिनमा बजार आऊँ 2-2टा टक्कै त्यही गरौँ ल त्यत्रो माटमा गएर अस्ति 1,72 खर्च गर्नुभयो त्यो 1 हप्तालाई यहाँ आएर त्यति हालेको भए हामीलाई अलिक कति हुन्थ्यो 1,72 खर्च गरे 2 हप्तालाई 2 हप्तालाई हुन्छ आनन्दले त्यही गर्नुपर्छ दाइ अब कति थोरै हुन्छ दाइ यार यो त रातो लिएर हिँडौँ न अहिले इमानको अरे त्यो आमा लास्टै महँगो रहेछ दाइ यार माटमा त हुनु महँगो पर्छ ठुलो टमाटर ओछन कता देखेको थिएँ मैले ओछनको ठुलै ल्याएँ त्यहाँ देखेको थिएँ ठुलै लिगम बरु केही हुन्न तर यताका मान्छेले काम चाहिँ गर्छन् कि देश विकास हुने कारण पनि छ क्या उसिनेको मकै उसिनेको मकै त हाम्रो मम्मीलाई लास्टै मनपर्छ सुनका सिख्री है नक्कली सुन होइन एक साथ चाहिँ यसलाई कति पर्छ यसलाई सोध्नु न यसलाई यो ठुलो यसलाई ओमान भनेको 5,000 3,000 क्या अनि यसको कलर जान्छ कि जान्न कानमा हाल्ने टप छैन कानमा हाल्ने टप छ त त्यो लेडिज रहेछ फेरि 남자가 여기 있는 거 없어요? 이거 여자 거예요. दाइ उयो चस्मा सोधौँ त कति दाइ सोध्ने मात्र भएको अनि रिसाएको त्यो हुँदैन भो उसमा त जाम अब सोधेर हामीले किन्ने होइन भो अहिले रिसायो भने अर्को आपत फाप्रिका त नहालौँ है नहालौँ मिठो त उयो सानो फाप्रिका हरियोमा तर पुग्छ तरकारी पुग्छ होइन तरकारी भयो नि हामीलाई यति भयो
ल तरकारी नि भयो तरकारी भयो अब हाम्रो टमाटर मात्र भएको छ है किन्नुमा ट्याक्क टमाटर किन्यो त्यसपछि पार्कतिर गयो घुम्यो उर्यो अनि अब त्यस्तै छ जिन्दगी के हुन्छ त्यसपछि रैला हान्ने त्यसपछि रैला हान्ने त्यसरी त यार भिडियो गरेर त अलिअलि त डर त लाग्दो रहेछ यार मान्छेले के भन्ने भनेर तर चल्छ मलाई त त्यस्तो डर भन्ने लाग्दैन तर पनि मान्छेले के सोच्छ भन्ने हुन्छ मनमा एउटा के सोच्छन् भन्ने चाहिँ हुन्छ अब आफ्नो देशमा भएको भए चाहिँ भाषा पनि बुझ्दै यहाँ त अब हामी नयाँ मान्छे यिनीहरूले भाषै बुझ्दैन नि त्यही भएर ठुलो फाइदा जे बोले पनि हुन्छ मतलब लड शब्द बोल्न भएन तर राम्रो कुरा बोल्न पाइयो जति पनि यत्रो मान्छेको अगाडि भिडियो बनाएर आज हिँडिदिएछ तक्कुक खानलाई लाइन तक्कुक भन्नु पर्यो होला नि तक्कुक टमाटर कहाँ आउँदा अघि नै जाम त पसन्द जात्री बसायो त यार अलिअलि रातो बेच्दै रहेछ त ल रातो त गर होइन अझै रातो हुन्छ कि यो होइन भाइ सेतो प्याज हो 이거 5,000원 거 아니에요? 만 원이요? अलिक महँगो रहेछ है अति महँगो रहेछ त यार हामीलाई हामीलाई त बरु सकेसम्म सस्तो होस् भन्ने गरी सस्तो कहाँ पाइन्छ र है त्यही त जम्मै ठाउँ गयो नि मान रहेछ अघि पनि किनेको सोधेको यी आमालाई यिनले अब लिएर जा भन्थिन् अब किनिसक्यौँ भनेको फेरि आयो फेरि पनि सोध्छिन् त्यही त हो नेपाली पारा जहाँ पनि हुन्छ मान्छेको अलिअलि कपडा पसल त इन्डियाको याद आयो यार टमाटर हेरौँ लिएर जाऊँ एउटा माटमा कति पर्छ टमाटरलाई माटमा ठुलो प्याकेट त्यही लिएर जाऊँ एक फेर मानौँ त नेपाली 1000 को लगभग 1 किलो अथवा 5 पाउ जति होला ल त्यो टमाटर है मान्छेले भन्छ नि 700 हो हालमा मान्छेले भन्छ नि कोरिया गएको छ युके गएको छ अस्ट्रेलिया गएको अमेरिका गएको पैसा कहाँ हाल्छन् भनेर भन्छ नि त्यो अब पैसा चाहिँ हाम्रो कहाँ जान्छ भन्दाखेरि 1 किलो टमाटरको 1000 रुपियाँ पर्छ अनि पैसा कहाँ जान्छ त नि त्यही जान्छ ने टमाटर जस्तै हो दाइले किन्दै हुन्छ एउटा थप्दिनँ भन्नु दाइ के भन्छ थप्दिन्न अरे भ्याइयो चिसोमा के केरा खान्छौ र नेपाली 300 केरा त ठिकै कति दर्जन छ त आधी दर्जन ठिकै हेर त त्यति खासै महँगो भन्न मिल्दैन खाऊ केरा नखाएको धेरै भयो चिसामा फेरि घाँटी बसाल होला केरा चाहिँ सस्तो हो खान्छ हामीलाई भनेछ सामान किनेछ दुकुरेमा मोजा हालौँ न त हल्का कति जोडी छ 10 जोडी यिनी बुढीले अघि नै एउटा किन्न भनी छ नि 700 हो भने किनिसक्यौँ भन्नु त्यही पनि मान्दिनन् यार अब के चाहियो दाइ कति बजे सिपमानमा 2.5 मन त अझै बाँकी छ 2500 रुपियाँ अझै बाँकी छ 10,000 मा है
10,000 को सामान मैले अहिले देखाउँछु के आयो भनेर। नेपालमा यहाँ 10,000 भएको भए हाम्रो पार्टी हुन्थ्यो 5 जना त फालाफाल के खाने हो कि जम्मै पुग्थ्यो पिकनिक हुन्थ्यो एउटा बोको लड हाल्न हुन्थ्यो सानो सानो तर यहाँ अब के गर्नु न बोको न केही आइसक्रिम खानु पर्यो भनेर हो अरे बुढीले त कमाइनको पैसा त ज्यादै कमाइन आज त हुन्छ हुन्छ यी छन् अरे एउटालाई 200 रुपियाँ यो आइसक्रिमको नेपालीमा पनि बताइदिनु यसो ट्रान्सलेट गरेर किन थोरै भएर किन दुईटा डल्ला त पर्ने रहेछ नि दाइ कि थुक्यो भनेर एउटा दुईटा हालिन् यो ल अब आइसक्रिम खानै पर्यो रेल के खाओगे तो पेल के मारोगे भन्ने यही हो बच्चाहरूले खाएर के भएर हामी पनि बच्चै त होइन बच्चाले के मलाई त यहाँ नाच्दे भने नि म यही नाचिदिन्छु ल बाजी भयो म त के खान्छ भनेर कि थ्याङ्क यू भनेर हिँड्न थाल्यो भनेर अब यता हेर चाटो नि त लु गुइलो चाहिँ छैन त यार यो आइसक्रिम त यस्तो मान्छेको हुन्छ आइसक्रिम हजुर रौ माछा पाइन्छ कति हो पैसा कति हो यो त हो रौ होइन रौ नै हो ए उपचार गरेको भएर दाइ यो माछा भनेको अन्डा निकालेको माछा हो कि हो अन्डा निकालेपछि अब त्यो मर्छ क्या हुन्छ त्यो केही पनि फरक एउटाको कि 1 किलोको 요것은 잉어. 키로에 요거 7,000원. 키로 7,000원. 좀 작은 거 보세요. 요거 작은 거. 네. अन्डा निकालेको माछा हो भन्छ नि खै के हो ए होइन अन्डा निकालेको चोटपटक लागेको माछा रहेछ क्या दाइ कछुवा पनि रहेछ है 1 किलो 2 किलो भयो मानु 2 किलोलाई 1.5 किलोलाई 1000 रुपियाँ माछा धेरै सस्तो हो त यार आमा 1.5 किलो लगभग यो अब रौ माछा नै हो रौ माछा चाहिँ त अब हाम्रो चाहिँ 1000 रुपियाँ मात्रै पर्यो है लगभग मजाले सुप बनाउँछ कडा तरिकाले सुप खाने आज ल तोरी छ हैन तोरी छ प्याज भयो हैन भ्याउ न यति मात्र हो अचार बनाउनलाई मुला हालेको छ कुकमा गयो सुप खाने हो कि अब फ्राई गरेर खाने हो भनेर सोधेका हुन् दाइले चाहिँ सुप खाने भनिदिनु भयो कछुवा यो हाम्रोतिर खेतमा पाइन्थ्यो र यहाँ एमा खाने बाल्टीमा खायो चाइनिजहरूले पकाएर खाने जस्तो कछुवा रहेछ ल अब सपिङ भ्यायो दाइ यसलाई मार्न भन्नु ए दाइ जान्छ क्या दाइ त्यो माछा फडफडाइ छ यहाँ के को लाजो र बच्चा भनेर के हुन्छ र यिनीहरूले
यिनीहरूले हामीले चाहिँ अब बच्चा भन्न थाल्यो अरे अब किन भन्दाखेरि हामीले यसरी आइसक्रिम चाट्यौँ नि त खाइदिन्छु के पो हुन्छ नि जाँदाले देखेर हामीलाई के पो गर्छ नि होइन त है खानालाई आइसक्रिम खानु हुन्न र ठुलो मान्छेले उलेमा 90 वर्षकोले बेच्न हो नि हामी यहाँ 20 वर्षकाले खान्न हो नि 22 हो कि यार दाइको चाहिँ 30 म 18 लाख ए सरी ल 18 होइन 20 त भन्नुपर्छ है 20 नभने त 54 अलि